सो गुड मर्निङ गाइज गुड मर्निङ। आज चाहिँ म आफ्नै घरबाट है आफ्नै घरबाट आफ्नै महलबाट भिडियो बनाएर आएको मैले चाहिँ है। नेपाल आएपछि यो मेरो पहिलो भिडियो हो क्या हो। काठमाडौँमा फेसबुकमा मात्र हालेको थिएँ, युट्युबमा हालेको थिएन, पहिलो भिडियो। सो म चाहिँ तपाईँले मेरो गाउँ चाहिँ पुरै भ्याउँदिनँ, तर बाटोको देखाउँछु मेरो गाउँ कस्तो छ है। कताबाट जाऊँ, यताबाट जाऊँ। त्यहाँ बसेको मेरो छोरी, दुई छोरी बसेका छन् यहाँ चाहिँ है। कपाल बाट्दैछन्, भिडियोमा आउने र टेबल कपाल बाटिरहेछन्। दमनगिर के चिटिक्क पर है तिम्रो चाहिँ बाटो, हाम्रो देशको विकास भएको बाटो। यो चाहिँ हाम्रो मेन बाटो, हाइवे हो। मेन बाटो ग्राभेल मात्रै गरेको छ। एउटा चिज चाहिँ सजिलो के छ भने यो बिजुली चाहिँ सजिलो छ। हजुर बिजुली चाहिँ सजिलो छ कि घर छेउमै पोल छ, घर छेउमै पोल छ, सजिलो छ क्या यता चाहिँ बिजुली चाहिँ है। चाहिँ मैले चाहिँ भिडियो चाहिँ छोटो बनाउनु, किनकि वाइफाई हाल्ने भनेको वाइफाईवाला नआएर है, नआउने जस्तो कुरा गरेर त्यो ऊबाट हाल्ने डाटाबाट अपलोड गर्ने, त्यो छोटो भिडियो बनाउनु लाग्यो। म चाहिँ धेरै लामो नबनाउने भनेर सर्लक्कै हेर्ने, सर्लक्कै पारिसम्म पारि मान्छे देखाएको छु चाहिँ हाम्रो गाउँघर हो। मान्छे कहाँका मान्छे त थाहा भयो। दसैँ लाग्यो नि त गाई, दसैँ लाग्यो है। त्यही भएर दसैँ लाग्यो भएर एकदम अलि एकछिन दसैँ लाग्यो भएर एकदमसँग मान्छे यो बाटोमा हिँड्ने चहल पहल छ। यो चाहिँ हाम्रोतिर यो घाँस चाहिँ हाम्रोतिर के अरे जिङ्गर घाँस भन्छ है, तपाईँहरू के भन्छ होइन। यो नेपालतिर प्रायः जस्तो नेपालमा पाउँछ घाँस चाहिँ। यो घर चाहिँ भर्खर नयाँ हाल्यो हो, विदेशी हो नयाँ हाल्यो। यस्तै छ जिन्दगी है। यो पछाडिको घाँस चाहिँ यो मेरो के भन्छ, घाँस चाहिँ हो क्या, जिङ्गर घाँस भन्छ है, तर अफरतिर के भन्छ होइन। यस्तै छ गाई, यस्तै छ। नानी तिमी त्यो के अरे त्यसमा नचलाउँदो, त्यो नचलाउँदो, त्यो भित्रको यस्तै माइक छ, अर्को त्यहाँ अर्को पनि माइक छ। को नानी आउँदैछन्, यहाँ भिडियो देख्यौ मैले भलक बनाउन लाग्छु, छिटो भनेर लुकेर झन्, छिटो भनेको त्यही मान्छे अझ लुकिरहेको के, त्यही हो छिटो कि यहाँ छिटो। ए छिटो यहाँ म भलक बनाउन छिटो भनेको छिटो घिर ए छिटो देख किन भने तिम्रो बाउको फेसबुकमा हालिदिउँला के, पठाइदिउँला ए ममता नमस्कार गर। ए ममता कता हो, ए कहाँ गयो भागिसकेको छ त। ए कहाँ जानु बर्रे बोकेर फेरि ए घरपत्नी माटो। दसैँ आयो गाइस, दसैँ आयो दसैँ लागेको छ, दसैँको चहल पहल छ। त्यही भएर यो चाहिँ हो मेरो गाउँ, मेरो ठुलो छोरीको दाँतेर त झार्दिनवाला त्यति नै हुन् फेरि कसले सेनले यदि नउचाल उचाले हुन्छ, म यस्तो देखाइहाल्छु नि। अनि यो चाहिँ मेरो दुइटा छोरी, धेरै भिडियोमा आउनुहुन्न के, उसमा गरेर बिगारिदिन्छ क्या, डिलिट हालिदिन्छ। त्यही भएर यस्तै छ। पखान म अलिक अर्को भिडियोमा देखाउँछु नि। त्यो गाइस त्यो यता चाहिँ यो पश्चिम जाने बाटो, अनि यता चाहिँ पूर्व जाने बाटो है। यो बाटो चाहिँ माथि, यताको बाटो चाहिँ माथि घर छ, माथि गाउँतिर जान्छ। यता चाहिँ मेरो घर भइहाल्यो। अनि घरको चाहिँ म तपाईँलाई पछि सबै पुरै डिटेल देखाउँछु है। यस्तै छ हजुर, मेरो नेपाल आएपछि पहिलो भिडियो है हजुर। पखन अनुभव गर्छु चाहिँ मेरो नेपाल आएपछि पहिलो भिडियो, त्यही भएर घरबाट मात्रै बनाएको, म पनि त कहिले खाएन। यो चाहिँ मेरो घर
यता भान्सा कोठा यता 2टा कोठा तालमा यस्तै छ हजुर यस्तै छ ल ओके बाई गाइज आज यति नै फेरि कहिले बनाउँछु भिडियो यताउता गरेर बनाउँछु